हेलो साथीहरु, मेरो मिनी ब्लगमा हजुरहरुलाई स्वागत छ। आज म तपाईहरुलाई सेस्ना 152 को 360 इन्स्पेक्सन कसरी गर्ने हो म तपाईहरुलाई त्यो सिकाउँछु। एकदम सजिलो छ। तपाईहरुलाई म चेक लिस्ट थ्रु देखाउँछु हैन, धेरै नै सजिलो छ। अहिले चाहिँ एयरक्राफ्ट भर्खर मेन्टेनेन्स भएको छ अनि त्यसपछि रनअपको लागि मेकानिकहरुले उहाँहरुले चेकअप गरिराख्नु भएको छ। त्यसपछि चाहिँ म इन्स्पेक्सन गर्छु अनि त्यसपछि हजुरहरुलाई म भिडियो देखाउँछु। त्यसको लागि चाहिँ हामीलाई यो चाहिन्छ हैन। त्यसपछि एयरक्राफ्ट निर जाने आफ्नो एयरक्राफ्ट, मेरो एयरक्राफ्ट आज 60 हो, H60। आज चाहिँ म सिक्योर उडिरहेको छु तुमेकेतीदेखि। अनि अब सबभन्दा फर्स्ट कुरो हाम्रो इन्स्पेक्सनको लागि गर्नुपर्ने कुरो चाहिँ हामीले यो पिटो ट्युबको यो कभर निकाल्ने। पहिला सुरु निकालेपछि यसले चाहिँ हामीलाई एयर स्पिड देखाउने हो। यसमा केही छिर्यो भने चाहिँ एयर स्पिड तपाईको इरर हुन सक्छ, देखाउन नि सक्छ। त्यही भएर यसलाई जहिले छोपेर राख्ने, फ्लाइङ अगाडि मात्र निकाल्ने र निकाल्नु अनिवार्य छ। अनि तपाईको अब त्यो चेकलिस्ट, मैले चेकलिस्ट चाहिँ छोडेछु उता, त्यही पनि मलाई कण्ठ छ हैन, के गर्नुपर्छ भनेर। पहिला सुरु हामीले मास्टर स्विच अन गर्ने, अनि त्यसपछि फ्युल हेर्ने अनि ओइल प्रेसरहरु हेर्ने, मजाले हेर्ने। अनि त्यसपछि चाहिँ हामीले अरु गर्नुपर्ने कुरा चाहिँ फ्ल्याप्स जहिले पनि हाम्रो अफ भएको छ नि, अनि फेरि तलमाथि गरेर हेर्ने वर्किङ छ कि छैन। जस्तै कि मैले तल गरे, फ्ल्याप्स नि तल हुन जान्छ, हेर्नु है। अब फ्ल्याप्स अफ गरेर छोड्दिने एकछिन। हैन, तर हाम्रो इन्स्पेक्सनमा जहिले फ्ल्याप पुरै डाउन राख्नुपर्छ। एयरक्राफ्ट स्टार्ट गरेर लग्ने बेला मात्र चाहिँ अफ गर्ने हो। तर मैले चाहिँ अहिले के गरेको भनेपछि फ्ल्याप्स वर्किङ छ कि छैन भनेर चेक गरेको। सो यो वर्किङमा छ। सो म फ्ल्याप अब चेकलिस्टको अनुसारले म मुनि हालिदिन्छु पुरै। जस्तै कि बिस्तारै हाल्ने हो। फ्ल्याप्स 10 डिग्री, 20 डिग्री एन्ड 30 डिग्री यति हो। अनि त्यसपछि चाहिँ हामीले मास्टर स्विच अफ गरिदिनुपर्छ। अरू त्यस्तो खासै केही गर्नुपर्ने छैन चेक। अब इन्स्पेक्सनको अर्को राउन्डमा जाऊँ। सो अब चाहिँ हामीले यो टायरको यो हटाइदिने, साइडमा राखिदिने। अनि त्यसपछि हामीले एयर प्रेसर चेक गर्ने, ठिक छ कि छैन, अनि कुनै लिक छ कि छैन भनेर पनि चेक गर्ने मजाले। कुनै लिक पनि छैन यहाँ। सो गुड। अब हामीले यो अब फ्युल ड्रेन गर्ने। अब यो लिएर फ्युल ड्रेन चाहिँ कसरी गर्ने भनेपछि यहाँ एउटा होल हुन्छ, फ्युल ड्रेन भनेर देखिराख्नु भएको छ नि, यसलाई थिच्ने माथितिर, अनि तेल भर्दै जान्छ। अनि हेर्ने यहाँ त्यो छ कि छैन, बबल छ कि छैन भनेर चेक गर्ने। 3-4 चोटि चेक गर्ने। बबल छ भने 5 चोटि ड्रेन गर्ने, सकेसम्म बबल नआओस् भनेर हामीले चेक गर्ने हो। यो चाहिँ अर्को पालि सेकेन्ड। फेरि हामीले हेर्ने बबल छ कि छैन, बबल छैन भनेपछि ठिक हो। यो यहाँ खन्याइदिने, किनकि हामीले यो फ्युल वेस्ट गर्नु मिल्दैन। मेकानिकहरूले हाम्रो एयरक्राफ्ट रिपेयर गर्ने बेला चाहिँ उहाँहरूले क्लिनिङमा युज हुन्छ यो ओइल हैन। यो फ्युल मजाले राखिदिने, छैन केही प्रब्लम छैन। 3 चोटि मैले चेक गरिसकेँ, केही प्रब्लम छैन। सो अब नेक्स्ट पार्टतिर जाऊँ। हाम्रो नेक्स्ट पार्टको लागि चाहिँ हामीले पुरै योहरू यसलाई भन्छ हामीले फ्युजलार्जहरू, पुरै बडी एयरक्राफ्टको बडीहरूलाई। सो हामीले त्यो यसो छुएर हेर्ने केही छ कि छैन, ड्यामेज जस्तै कि हेर्ने। अनि यो मजाले हेर्ने स्टल वार्निङको यो हामीले चाहिँ कहीँ स्टल स्पिडभन्दा मुनि गयो भने यहाँबाट चाहिँ एयर लिन्छ। एयर लिएर हामीले चाहिँ एयर स्पिड कम भएको देखाएर अनि हाम्रो साउन्डभित्र चाहिँ ककपिटमा बज्छ। अनि अब अर्कोतिर जाऊँ। अब उतातिर गर्नै मिल्दैन मैले चेक, उता फेरि यता ग्राउन्डै छैन हैन। त्यही पनि अब म तपाईँलाई सकेसम्म उता पाटको देखाइदिन्छु अहिले एकछिनमा हैन। फ्ल्याप्सहरू त्यो साइडबाट देखाउन मिलेन किनकि उता स्पेस छैन हैन। अहिले उता एयरक्राफ्ट मैले अगाडि मेकानिकले हल्का एकछिन अगाडि गरिदिनु भन्छ नि, त्यसपछि फेरि चेक गर्छु म एकचोटि। सो अब रडर चेक गर्ने, यसरी राइट लेफ्ट गरेर चेक गर्ने। अनि यहाँ स्क्रुहरू हुन्छ, यहाँ स्क्रुहरू चेक गर्ने, खुल्ला छ कि छैन, लुज छ कि छैन भनेर हेर्ने। छैन भने ठिकै छ, भने चाहिँ मेकानिकलाई बोलाएर टाइट गर्न लाउने, चाहिँ हाल्न लाउने। अनि यता हेर्ने, सबै कुराहरू हेर्ने। स्क्रुहरू मेन कुराहरू भनेको हामीले स्क्रु हेर्ने हो इन्स्पेक्सनमा, लुज नहोस् केही नहोस्। जस्तै कि यहाँ स्क्रु हेर्नु गइराख्नु भएको छ, त्यहाँ पनि छ अर्को स्क्रु हैन। अनि यसलाई तलमाथि गरेर हेर्ने यसरी। अनि सबै कुरा ठिक छ। यहाँहरू पनि योहरू पनि हेर्ने, स्क्रुहरू सबै फुत्का छ कि छैन, सबै कुराहरू हेर्दै जाने। छैन हजुरहरूले उता देखाउन मिलेन हैन, के चेक गर्ने चाहिँ हामीले सबभन्दा सजिलो कुराहरू हेर्ने हो। त्यो भनेको त्यो हुन्छ नि स्क्रुहरू हेर्ने, अनि फ्ल्याप यसो उठाएर हेर्ने
केही छैन भने केही छैन, त्यो के अरे जस्तै कि स्क्रुहरू लुज छैन भने केही प्रब्लम भएन भन्नुपर्दा। अनि सबै चामचुम गरेर हेर्ने, यहाँ स्क्रू हुन्छ 4वटा अनि 4वटा। अब भित्रबाट पनि हेर्ने छ, माथि गर्ने अनि यहाँ भित्र पनि हुन्छ 4वटा हुन्छ। देख्नु भइरहेछ नि। अनि त्यो सबैतिर हेर्ने, सबैतिर छ कि छैन, क्लियर छ कि छैन भनेर हेर्ने। अनि हेरिसक्यो भने सक्यो, त्यति हो गर्नुपर्ने हामीले। अनि अब अर्को स्टेपमा हामीले फेरि टायर प्रेसर चेक गर्ने अर्को साइडको, ठिक छ कि छैन भनेर थिचेर हेर्ने, सब ठिक छ। अनि यहाँ काट्या छ कि छैन, यताउति ग्रिपहरू पनि हेर्ने, ग्रिपहरू पनि राम्रो छ, राम्रो लिकेज छ कि छैन भनेर पनि हेर्ने। अब म जुम गरेर देखाइदिन्छु हजुरलाई, केही लिकेज छैन, त्यहाँ ओइलहरू चुहेको छैन, सो ठिक छ हाम्रो ब्रेक। अब अर्को कुरा चेक गर्नु भनेपछि हामीले यता त छैन। अब यहाँ मेन कुरो हामीले इन्जिन ओइल चेक गर्ने हो। अघि भर्खर रनअप गरेको छ, तातिरहेको छ, हल्का खोल्न गाह्रो भइरहेछ। खोल्न त खोल्यो, तपाईँहरूलाई देखाउँछु। यहाँ मिनिमम 4 कट्स हुनु पऱ्यो र म्याक्सिमम 6 कट्स हुनु पऱ्यो। अहिले कति छ भनेपछि म हेर्दैछु, अहिले तपाईँको 5 छ, 5 भन्दा माथि छ, 5 लगभग 5.3 छ। त्यसो भए हाम्रो उड्नको लागि रेडी छ एयरक्राफ्ट, ठिक छ। अनि हामीले यहाँबाट पनि फेरि फ्युल ड्रेन गर्ने, यहाँबाट हाम्रो इन्जिन भएको ओइल चाहिँ फ्युल चाहिँ ड्रेन गर्ने यहाँबाट। अहिले म देखाउँछु तपाईँले कसरी गर्ने हो भनेर। रोक्नुहोस्, म डब्बा लिएर आउँछु। अनि हामीले यसलाई तान्नुपर्छ, माथितिर तान्नुपर्छ। माथितिर तान्यो भने यहाँ एउटा मुनि छ, त्यहाँबाट तेल निक्लिन्छ। हेर्नु है, अहिले म भिज्छु बिना काममा, देख्नु भयो नि यसरी। तर हामीले यसरी बाटोमा चाहिँ झार्नु मिलेन होइन, मैले भिडियोको लागि मात्र देखाइदियो तपाईँहरूलाई। हामीले चाहिँ यहाँभित्र चाहिँ लिने हो, अनि चेक गर्ने बबल छ कि छैन भनेर चेक गर्ने हो। म चाहिँ चेक गरेर अनि तपाईँहरूलाई कन्फर्म गरेर अर्कोमा देखाउँछु म। अहिले मसँग साथी पनि छन् मोबाइल होल्डिङको लागि, त्यही भएर म एक्लै गरेर देखाउँदैछु। मैले चेक गरिसकेँ, सबै कुरा ठिक रहेछ। अनि लास्टमा यसलाई चाहिँ क्लोज गरिदिने, अब ठिक छ नि, क्लोज हुन्छ। अब हाम्रो मेन पार्ट भनेको अब प्रोपेलर चाहिँ छामेर हेर्ने, यसरी अनि यसरी केही छ कि छैन, त्यो बाङ्ग्या छ कि छैन, खुन्चे छ कि छैन भनेर चेक गर्ने। अनि हाम्रो यो बेल्ट हेर्ने, बेल्ट हेरेपछि अनि फेरि मुनतिर त्यहाँ हाम्रो केही ब्लक छ कि छैन एयर फिल्टरमा हेर्ने, त्यहाँ फिल्टरमा केही पार्टिकल्सहरू छ कि छैन, यताउति छ कि छैन भनेर चेक गर्ने। अनि फेरि त्यो हामीले जुन अलो व्हिल देख्नु भइरहेछ नि अगाडिको, त्यो पनि हेर्ने। त्यो 4 औँलाभन्दा माथि हुनु पऱ्यो यसरी। अब छामेर हेऱ्यो भने चाहिँ हातै कालो हुन्छ, त्यही भएर म मेजर गरेर हेर्ने यसरी। तर वास्तवमा चाहिँ छामेर हेर्ने हो, म चाहिँ त्यो गर्दिनँ, हात फोहोर हुन्छ भनेर। अनि म एउटा कुरा चाहिँ बिर्सेको थिएँ, स्ट्याटिक पोर्ट चेक गर्नु। अनि यो दुलो चाहिँ हुनुपर्छ, यहाँ यो दुलो चाहिँ यहाँ हुनैपर्छ, त्यो छोपेको हुनु भएन है। ल सक्यो, यति नै हो इन्सपेक्सन। कुरा सकेपछि हाम्रो यहाँबाट फ्युल चेक गर्ने। अब फ्युल चेक गर्नको लागि हामी माथि चढ्नुपर्छ, यहाँबाट यहाँ स्टेप राख्ने यसरी, अनि अर्को यहाँ राख्ने, अब माथि चढ्ने। माथि चढेर यसलाई खोल्ने, 2 टङ्कीमै 2टै साइडको चेक गर्नुपर्छ हामीले। अनि अब यहाँ डिप गर्ने, फ्युल कति छ भनेर चेक गर्ने। एकैछिन यहाँ यसरी हाल्ने, फुल छ हाम्रो फ्युल, पुरै फुल छ, देख्नु सक्नुहुन्छ। यहाँ क्यामेरामा देखाएको छ कि छैन आई डोन्ट नो, तर अर्कोपट्टि म देखाउन सक्छु, अर्को प्रयास गर्छु म। एकचोटि देखाएको छ र थाहा भएन मलाई, तर जे होस् फुल छ हाम्रो ट्याङ्क। यसरी नै अर्को साइडको चेक गर्ने, खुट्टा यहाँ राख्ने, यहाँनिर खुट्टा राख्ने, यहाँनिर ग्रिप समाउने, चढ्ने। चढिसकेपछि फेरि क्याप खोल्ने यतापट्टिको, क्याप खोलेपछि फेरि डिप गर्ने यहाँभित्र। अनि हामीले हेर्ने यहाँ पुरै फुल छ हाम्रो फ्युल। अनि त्यसपछि चाहिँ हामीले क्लोज गरिदिनु। हामीले तपाईँले म यसरी नै जुम गरेर भित्र पनि देखाइदिन सक्छु। छिटो ढुक्नु, देखाएको छ कि छैन क्यामेरामा मलाई थाहा भएन, तर जो होस् फुल छ फ्युल चाहिँ। फेरि यो क्याप लिएर मजाले टाइट गरेर यसलाई बन्द गरिदिने, पुरै टाइट, पुरै प्यारलल हुनु पऱ्यो। अनि त्यो नि प्यारलल हुनु पऱ्यो, सिधा हुनु पऱ्यो यसरी। अब हाम्रो इन्सपेक्सन यति हो, अब सक्यो भन्नुपर्दा हुन्छ। सकेपछि चाहिँ हाम्रो आफ्नो फ्लाइट प्लान लिएर गएर इन्स्ट्रक्टरलाई बुझाउने, अनि उहाँहरूले चाहिँ साइन गरेर टावरलाई पठाइदिनुहुन्छ। अनि बल्ल हामीले पर्मिसन पाउँछौँ फ्लाइट उडाउनको लागि। घरबाट जाँदैछु, मैले टिचरबाट जाँदैछु। अब उहाँले साइन गर्नुहुन्छ र यो पठाउनुहुन्छ टावरमा। मेरो फ्लाइट प्लान क्याप्टेनलाई दिइसकेँ, क्याप्टेनले पुरै कन्फर्म गरिसक्नु भयो। अब चाहिँ टेकअप गर्न आँटेको।
यसको लागि हामीले बिर्सिनु नपर्ने कुरो भनेको VHF and our headset. Hello Cap. Hello. आजको लागि यति नै। आजको चाहिँ फ्लाइट मेरो राम्रो भयो। हजुरहरूलाई अरू कुरा केही सिक्नु पर्यो जस्तै कि अब टेकअप कसरी गर्ने हो भने मलाई कमेन्ट गर्नु होला। म तपाईँहरूलाई नेक्स्ट भिडियोमा देखाउने छु कसरी टेकअप गर्छ र हामीले कसरी एयरक्राफ्ट उडाउँछौँ होइन। अनि ल्यान्डिङ पनि नेक्स्ट भिडियोमा हामीले अपलोड गर्छौँ। अब तपाईँहरूलाई केमा इन्ट्रेस्ट लाग्छ मलाई कमेन्ट गर्नु होला, म त्यही गरेर हजुरहरूलाई देखाउने छु। बाई।